पशुपतिनाथ मन्दिर एक यस्तो स्थल हो जुन केवल मन्दिर होइन, शिवको जीवित धाम मानिन्छ। काठमाडौँमा अवस्थित यो मन्दिर महादेवको इच्छाबाट प्रकट भएको स्वयम्भू स्थल हो भनिन्छ। यहाँ शिवजी अझै पनि विशेष रूपले विराजमान रहेको विश्वास गरिन्छ, जहाँ आउँदा पापहरू नाश हुने जनविश्वास छ। शिवलिङ्गको 4 मुख सृष्टिका 4 युगसँग जोडिएको छ भने गर्भगृहमा सर्वसाधारणको प्रवेश निषेध किन? यहाँको आरती र मन्त्रहरूको दिव्य कम्पनले वातावरण नै परिवर्तन गर्दछ। के नेपाल सङ्कटमा पर्दा मन्दिरबाट सङ्केतहरू प्राप्त हुने कुरा सत्य हो? यो मन्दिरका गोप्य ढोकाहरू कुनै रहस्य लुकाउँदैछन्? अनि के यसको सम्बन्ध हिमालयका रहस्यमय लोकहरूसँग पनि छ? यस छोटो यात्रामा हामी इतिहास, धर्म र विज्ञानको आधारमा यी रहस्यमय प्रश्नहरूको उत्तर खोज्नेछौँ। तयार रहनुहोस्, जहाँ आस्था र रहस्य सँगै हिँड्छन् र शिवजीको उपस्थितिको अनुभूति हरेक क्षण गरिन्छ। संसारभर शिवको अनेकौं धामहरू छन्, तर पशुपतिनाथ मन्दिरको महिमा विलक्षण छ। यो केवल 12 ज्योतिर्लिङ्ग मध्ये एक मात्र होइन, भक्तजनका लागि आस्था, शक्ति र आशीर्वादको अखण्ड स्रोत पनि हो। काठमाडौँको देवपाटनमा बागमती नदीको किनारमा अवस्थित यो मन्दिर हिन्दू धर्मको सबैभन्दा पवित्र स्थलमध्ये एक मानिन्छ। यहाँ विराजमान शिवको 5 मुखे मूर्ति 4 दिशातर्फ र एक शिर माथि रहेको छ। तताबाट तत्पुरुष, सत्वजात, वामदेव, अघोर र ईशानका रूपमा महादेव प्रकट हुन्छन्। प्रत्येक मुखले छुट्टा छुट्टै दिशा र गुणको प्रतिनिधित्व गर्दछ र भनिन्छ यहाँ शिवलिङ्ग पारस पत्थर सहित चमत्कारी छ। आजको भिडियोमा हामी पशुपतिनाथ मन्दिरको पौराणिक कथा, अद्भुत वास्तुकला र अनौठा परम्पराहरूको रहस्य खोजी गर्नेछौँ। तयार हुनुहोस् शिवको दिव्य धामको यो अलौकिक यात्राका लागि। पशुपतिनाथ मन्दिर केवल एक धार्मिक स्थल होइन, यो वास्तुकला, परम्परा र अध्यात्मको अद्भुत सङ्गम हो। 4 वटा चाँदीको ढोकाबाट भगवान शिवको मूर्तिसम्म पुगिन्छ, जसको पश्चिमी द्वार अगाडि पित्तलको विशाल नदी विराजमान छन्। मन्दिर परिसरभित्र शैव र वैष्णव परम्पराका 100 मन्दिरहरू र मूर्तिहरू छन् र यो स्थल केदारनाथको आधा अंश तथा 12 ज्योतिर्लिङ्ग मध्ये एक मानिन्छ। प्यागोडा शैलीमा बनेको मुख्य मन्दिरको छानो तामा र सुनले सजिएको छ। शिखर 23 मिटर अग्लो छ र सुनको गजुरले टुप्पो सौन्दर्य बनाएको छ। 264 हेक्टर क्षेत्रफलमा फैलिएको परिसरमा 518 वटा मन्दिर र स्मारकहरू छन्। 2 वटा गर्भगृह छन्। भित्री भागमा शिवलिङ्ग राखिएको छ र बाहिरी भाग खुला गरिएको। भित्री आँगनमा वासुकीनाथ, उन्मुक्त भैरव, सूर्यनारायण लगायत 184 शिवलिङ्ग छन्। बाहिरी परिसरमा राम मन्दिर, विराट स्वरूप, 12 ज्योतिर्लिङ्ग, 15 शिवालय र गोहेश्वरी मन्दिर छन्। आर्यघाटको पानी मात्र मन्दिरभित्र प्रयोग गर्न पाइन्छ भन्ने परम्परा छ। पशुपति भन्नाले जीवनका स्वामी भन्ने बुझिन्छ र यही आस्थाले गर्दा यो मन्दिरलाई विशेष महत्त्व दिइन्छ। गैर हिन्दूहरूलाई मन्दिरको भित्री प्रवेश निषेध गरिएको छ, उनीहरूलाई बाहिरबाट दर्शन गर्न अनुमति छ। सन् 1979 मा पशुपतिनाथ मन्दिर युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत भयो। बागमती नदीको किनारमा अवस्थित यो मन्दिर न केवल धार्मिक दृष्टिले तर सांस्कृतिक र ऐतिहासिक रूपमा पनि अमूल्य सम्पदा हो। पशुपतिनाथ मन्दिर काठमाडौँको सबैभन्दा पुरानो र पवित्र हिन्दू मन्दिर हो, जसको उत्पत्ति पूर्व वैदिक कालसम्म पुग्छ। स्कन्द पुराणको हिमखण्ड र नेपाल महात्म्य अनुसार यहाँको देवता पशुपति रूपमा अत्यन्त प्रसिद्ध भएका थिए। यसको अस्तित्व ईसा पूर्व 400 सालमै प्रमाणित भएको पाइन्छ। यस मन्दिरमा रहेको लिङ्ग 4 मुखे छ। पूर्वतर्फ तत्पुरुष, पश्चिमतर्फ सत्वजात, उत्तरतर्फ वामदेव र दक्षिणतर्फ अघोरा। यी 4 मुख तन्त्र विद्या र बौद्धिक सिद्धान्तहरूको प्रतीक मानिन्छन्। साथै केही मान्यता अनुसार 4 वेदहरूको आधारभूत सिद्धान्त यहीँबाट उत्पन्न भएको विश्वास गरिन्छ। यो लिङ्ग वेदहरू लेखिनु अगाडि नै स्थापित भएको मानिन्छ र यसमा जोडिएका अनेकौं पौराणिक कथाहरूले पशुपतिनाथ मन्दिरलाई अझ रहस्यमय र अद्भुत बनाएका छन्। पशुपतिनाथ मन्दिरको उत्पत्तिसँग जोडिएका किंवदन्तीहरूको बारेमा बुझौँ। पहिलो, वाराणसी र शिवको कथा। नेपाल महात्म्य र हिमखण्ड अनुसार भगवान शिव वाराणसीमा निवास गर्थे, तर एक दिन उनी वाराणसी छोडेर हिमालयतर्फ जान थाले। देवताहरू चिन्तित भए र उनलाई फर्काउने उपाय खोज्न थाले। शिव अन्ततः बागमती नदीको किनारको एउटा घना जङ्गल मृगस्थलीमा पुगे र उनले त्यहाँ एउटा हरिणको रूप धारण गरे। जब देवताहरू त्यहाँ पुगेर उनलाई वाराणसी फर्कन आग्रह गरे, शिवले नदी पार गर्न खोजे, तर यस क्रममा उनको सिङ 4 टुक्रामा विभाजित भए। यी टुक्राहरू पशुपति चतुर्मुख लिङ्गका रूपमा स्थापित भए। अर्को, ग्वालाको कथा। एक गाई पालकले उसको गाई एक विशेष स्थानमा गएर आफै दुध पोखेको देखे।
जब गाउँलेहरूले उक्त स्थान खने त्यहाँ एउटा अद्भुत शिवलिङ्ग प्रकट भयो। यो शिवलिङ्ग देखेर स्थानीयहरूले महादेवको सङ्केत ठाने र त्यहाँ भव्य मन्दिर बनाउने निर्माण गरे। नेपालको पशुपतिनाथ मन्दिरसँग सम्बन्धित तेस्रो कथा भारतको उत्तराखण्ड राज्यसँग जोडिएको एक पौराणिक कथा हो। यस कथा अनुसार पशुपतिनाथ मन्दिरको सम्बन्ध केदारनाथसँग छ। भनिन्छ कि महाभारतको युद्धपछि पाण्डवहरू आफ्नै साथीभाइको हत्या गरेको कारणले अत्यन्त दुखी थिए। उनीहरूले आफ्नो नजिकका नातेदारहरूलाई मारेका थिए, जसलाई गोत्रवध भनिन्छ। यस कार्यको कारणले उनीहरू आफूलाई अपराधी महसुस गर्दैथे र यसको प्रायश्चित गर्न चाहन्थे। यस दोषबाट मुक्त हुनका लागि पाण्डवहरू भगवान शिवको खोजीमा निस्किए, तर भगवान शिवले उनीहरूलाई सजिलै मुक्त हुन दिन चाहेनन्। जब पाण्डवहरू भगवान शिवसम्म पुगे तब शिवले आफैलाई एउटा साँडेको रूपमा परिवर्तन गरे र भाग्न थाले, तर पाण्डवहरूले उनलाई चिने र पछ्याउन थाले। यस क्रममा भगवान शिव जमिनमा विलिन हुन लागे, तर उनी पुनः प्रकट हुँदा उनको शरीरका भागहरू विभिन्न स्थानहरूमा खस्यो। नेपालको पशुपतिनाथमा भगवान शिवको मस्तिष्क खस्यो, केदारनाथमा साँडेको रीढको हड्डी खस्यो, तुङ्गनाथमा साँडेको अगाडिको दुईटा खुट्टा खस्यो भने मध्य महेश्वरमा नाभिको भाग खस्यो र कल्पनाथमा साँडेको सिङ खस्यो। त्यसैले भनिन्छ कि जो कोही पशुपतिनाथको दर्शन गर्छ उसले केदारनाथ पनि जानु जरुरी छ। चौथो कथा मध्यकालसँग सम्बन्धित छ। मध्यकालमा जब मुस्लिम आक्रमणकारीहरूले पशुपतिनाथ मन्दिर तोड्न खोजे, अचानक हजारौं मधुमक्खीहरूले उनीहरूलाई आक्रमण गरे। आक्रमणकारी सेनाले ठूलो क्षति बेहोर्नु पर्यो र मन्दिरको रक्षा गरियो। स्थानीयहरू यसलाई भगवान शिवको चमत्कार मान्छन्। इतिहास अनुसार पशुपतिनाथ मन्दिर लिच्छवी राजाहरूले निर्माण गरेका थिए। गोपालराज वंशावलीका अनुसार राजा प्रचण्डदेवले यसको निर्माण गरेका थिए। अन्य इतिहास अनुसार राजा शुकदेवले यहाँ 5 तले मन्दिर निर्माण गराएका थिए। समय बित्दै जाँदा मन्दिरको मर्मत र जीर्णोद्धार आवश्यक पर्यो। यो मन्दिरको पुनर्निर्माण मध्ययुगी राजा शिवदेवले विक्रम सम्वत 1156 देखि 1183 को बीचमा गराएका थिए। त्यसपछि अनन्त मल्लले यसमा एउटा छाना थप्दै पुनः जीर्णोद्धार गराए। 2 तले मुख्य मन्दिर वरिपरि अन्य धेरै मन्दिरहरू निर्माण गरिएका छन्, जसमा 14औं शताब्दीको राम मन्दिर, वैष्णव मन्दिर परिसर र 11औं शताब्दीको पाण्डुलिपिमा उल्लिखित गुहेश्वरी मन्दिर सामेल छन्। मन्दिरको वर्तमान स्वरूपको जीर्णोद्धार विक्रम सम्वत 1749 मा गरिएको थियो। पशुपतिनाथको मूल मन्दिर परिसर र गर्भगृह अछुतो रह्यो, तर परिसरका केही बाहिरी संरचनाहरू वैशाख 2072 को नेपालको भूकम्पमा क्षतिग्रस्त भए। हाम्रो वेदहरूमा भगवान शिवका 8 नाम उल्लेख गरिएका छन्, जसले स्पष्ट गर्छ कि भगवान आशुतोष शिव नै पञ्चतत्वको उत्पत्तिका स्रोत हुन्। शिवको पशुपति नाम नै एकमात्र यजमान मूर्ति र पूजनीय मानिन्छ, बाँकी सबै प्रतीकात्मक छन्। पशुपतिनाथ मन्दिरमा भगवानको सेवा गर्नका लागि 804 विक्रम सम्वतदेखि नै नेपालका राजाहरूले भारतीय ब्राह्मणहरूलाई आमन्त्रित गरेका थिए। पछि मल्ल राजवंशका एक राजाले दक्षिणी भारतीय ब्राह्मणलाई मन्दिरको प्रधान पुरोहित नियुक्त गरेका थिए। हालसम्म पनि दक्षिण भारतीय भट्ट ब्राह्मणहरू नै यस मन्दिरका प्रधान पुजारी रहेका छन्। तर प्रचण्ड सरकारको कार्यकालमा भारतीय ब्राह्मणहरूको एकाधिकार हटाएर नेपालीहरूलाई पूजा गर्ने अधिकार प्रदान गर्ने सुरसार मात्र चलेको बेला प्रचण्डको सरकार रातैरात सपाट भयो। कहीँ कतै यस्तो मान्यता छ कि मन्दिरका पुजारीहरूलाई रातको समयमा एक रहस्यमय अदृश्य पुजारी देखा पर्ने गर्छन्। कतिपय पुजारीहरूले अनुभव गरेका छन् कि राति जब उनीहरू ध्यान गर्छन् तब उनीहरूलाई एक दिव्य प्रकाश देखिन्छ र मन्त्रहरूको गुन्जन सुनिन्छ। कतिपय भक्तजनहरू विश्वास गर्छन् कि यो स्वयं भगवान शिव नै हुन्, जसले रातको समयमा आफ्नो मन्दिरमा पूजा गर्छन्। पशुपतिनाथ मन्दिरसँग अनेकौं चमत्कारी मान्यता र आध्यात्मिक विश्वासहरू जोडिएका छन्। भनिन्छ जो पनि यस मन्दिरको दर्शन गर्छ उसलाई कुनै पनि जन्ममा फेरि पशु योनि प्राप्त हुँदैन, तर एउटा विशेष नियम अनुसार मन्दिर प्रवेश गर्दा सबैभन्दा पहिला नदीको दर्शन गर्नु हुँदैन, अन्यथा पुनर्जन्ममा पशु योनि प्राप्त हुन सक्छ भन्ने विश्वास छ। यो मन्दिरमा ध्यान गर्ने व्यक्तिको सबै समस्याहरू हट्ने र मानसिक शान्ति प्राप्त हुने जनविश्वास छ। यहाँ केही समय शान्तिपूर्वक बस्दा पनि गहिरो आध्यात्मिक अनुभूति हुने विश्वास गरिन्छ। शिवको यो रूपलाई केदारनाथ धामको आधा भाग पनि मानिन्छ। सूर्योदय भन्दा अघि मन्दिरको मुख्य गर्भगृहमा प्रवेश निषेध गरिएको छ, किनभने यो समय भगवान स्वयं ध्यानमा लीन हुने मानिन्छ। पूजा अर्चनामा विशेष पञ्चामृत, दूध, दही, घिउ, मह र गङ्गाजल प्रयोग गरिन्छ।
यस अनुष्ठानले नकारात्मक ऊर्जा हटाउने र जीवनमा शान्ति तथा समृद्धि ल्याउने विश्वास गरिन्छ। महामृत्युञ्जय मन्त्रको जापले असाध्य रोग हटाउने जनविश्वास पनि छ। नन्दीको मूर्तिसँग जोडिएको एउटा कथा अनुसार एकपटक नेपालमा ठूलो भूकम्प आयो र मन्दिर हल्लिन थाल्यो। त्यतिबेला नन्दीको मूर्तिबाट तेजस्वी प्रकाश निस्किए र सम्पूर्ण कम्पन रोकिएको मानिन्छ। यसलाई भक्तजनहरूले भगवान शिवको कृपा मानेका छन्। महाशिवरात्रिको दिन यहाँ सबैभन्दा भव्य उत्सव मनाइन्छ। मन्दिर लाखौं दीपले सजाइन्छ। रातभर भजन कीर्तन र आराधना चलिरहन्छ। साधु सन्तहरू विशेष साधनामा लीन हुन्छन् र शिवलिङ्गमा विशेष भस्म आरती गरिन्छ, जुन अत्यन्त शक्तिशाली मानिन्छ। सन् 2015 को विनाशकारी भूकम्पले नेपालभर ठूलो क्षति पुर्यायो। हजारौंको मृत्यु भयो, तर पशुपतिनाथ मन्दिरमा कुनै क्षति भएन। यस्तै सन् 2013 मा उत्तराखण्डमा आएको बाढीले ठूलो विनाश ल्यायो, तर केदारनाथ मन्दिर बच्यो। यी दुवै घटनालाई भक्तजनहरूले भगवान शिवको चमत्कार र कृपा मानेका छन्। पशुपतिनाथ मन्दिरमा वर्षौंदेखि बलिरहेको अखण्ड ज्योति आज पनि भक्तजनहरूलाई अचम्मित बनाउँछ। यस्तो विश्वास छ कि यो सबै भगवान शिवजीकै कृपा हो। तपाईलाई कस्तो लाग्यो? के तपाईँ पनि विश्वास गर्नुहुन्छ कि यो चमत्कार शिवजीकै कारण हो? पशुपतिनाथ मन्दिरको अखण्ड ज्योति धार्मिक, आध्यात्मिक र सांस्कृतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिन्छ। यो ज्योति भगवान शिवको निरन्तर उपस्थितिको प्रतीक हो, जुन वर्षभरि 24 घण्टा बलिरहन्छ। यसको हेरचाह विशेष सावधानीका साथ गरिन्छ। मान्यता अनुसार यो ज्योति भगवान शिवले प्रत्यक्ष प्रेषित गर्नुभएको, जसले मन्दिरको दिव्यता र आध्यात्मिक शक्ति कायम राखेको छ। यसअघि ध्यान र पूजा गर्ने भक्तजनहरूले शान्ति, आत्मिक सन्तुलन र शिवको कृपा अनुभव गर्छन्। यो ज्योति केवल धार्मिक आस्था नभई नेपालको सांस्कृतिक सम्पदाको पनि प्रतीक हो। भनिन्छ यसको दर्शनले जीवनका सबै सङ्कटहरू हटाउँछन् र आत्मालाई शान्ति प्राप्त हुन्छ। एक भविष्यवाणी अनुसार जब यो मन्दिर नष्ट हुनेछ, त्यसै दिन सृष्टिको अन्त्य महाप्रलय आउँछ। वैज्ञानिक अनुसन्धानले देखाएको छ कि शिवलिङ्गबाट विशेष ऊर्जा निस्किन्छ, जसले मानिसको मनलाई शान्त पार्दछ। मन्दिरमा बज्ने घण्टी र शङ्खको ध्वनि सातै चक्रलाई सक्रिय बनाउँछ। बागमती नदीको जलले शिवलिङ्गमा शक्ति थप्ने जनविश्वास पनि छ। साथै बागमती किनारमा अन्त्येष्टि गर्दा मोक्ष प्राप्त हुने मान्यता छ। मन्दिर वरिपरि रहस्यमय गुफाहरू पनि निकै प्रसिद्ध छन्। गुरु गोरखनाथ र मत्स्येन्द्रनाथ जस्ता सिद्ध योगीहरूले यिनै गुफाहरूमा तपस्या गरेका थिए। केही गुफाहरू आजसम्म बन्द छन् र ती दिव्य शक्तिहरूको वासस्थान मानिन्छ। यी सबै तत्त्वहरूले पशुपतिनाथलाई आध्यात्मिक उन्नतिका लागि अद्वितीय स्थल बनाएको छ। पशुपतिनाथ मन्दिर र बागमती नदी धार्मिक, सांस्कृतिक, ऐतिहासिक र आध्यात्मिक दृष्टिले नेपालको सबैभन्दा महत्त्वपूर्ण स्थलहरूमा पर्छन्। काठमाडौँ उपत्यकाको जीवन रेखा मानिने बागमती नदी कहिले पूर्ण रूपमा सुकेको छैन। हिन्दू धर्ममा यसलाई पवित्र मानिन्छ र गङ्गासँग तुलना गरिन्छ। पुराण अनुसार भगवान शिवले पशुपतिनाथको रूपमा अवतार लिँदा बागमती नदीको पनि अवतरण भएको मानिन्छ। पशुपतिनाथ मन्दिरमा शिवलिङ्ग अर्धनारेश्वर रूपमा पूजा गरिन्छ, जसले शिव र पार्वतीको एकता देखाउँछ। यो मन्दिर हिन्दू धर्मावलम्बीहरूको लागि मात्र नभई सम्पूर्ण विश्वका भक्तहरूको लागि एक पवित्र तीर्थस्थल हो। मन्दिरको गर्भगृहमा प्रवेश गर्न पाइँदैन, तर बाहिरबाट दर्शन गर्न सकिन्छ। बिहान 5 बजेबाट 12 बजेसम्म र साँझ 5 देखि 7 बजेसम्म आरती हुन्छ भने अभिषेक 9 देखि 11 बजेसम्म हुन्छ, जहाँ शिवलिङ्गका चारै मुख देख्न सकिन्छ। बागमती नदीको पानीलाई शुद्ध र मोक्षदायक मानिन्छ। यसका किनारहरूमा अन्त्येष्टि संस्कार गरिन्छ र श्रद्धालुहरूले तर्पण तथा शुद्धिकरणको लागि प्रयोग गर्छन्। यो नदी नेपालको विभिन्न भाग हुँदै भारतको गङ्गासँग मिसिन्छ र विभिन्न सहायक नदीहरूले यसलाई सधैँ वहनशील बनाइराख्नेछन्। एक मान्यता अनुसार बागमती नदीको तल रहस्यमय खजाना लुकेको छ, जुन केवल सच्चा योगीहरूले मात्र पाउन सक्छन्। त्यस्तै शिवलिङ्गको मुनि अर्को अदृश्य शिवलिङ्ग रहेको जनविश्वास छ, जसले सम्पूर्ण मन्दिर क्षेत्रमा सकारात्मक ऊर्जा प्रवाहित गर्दछ। वैज्ञानिक अध्ययन अनुसार मन्दिरमा विशेष ऊर्जा तरङ्गहरू पाइन्छन्, जसले भक्तलाई आध्यात्मिक अनुभूति दिन्छ। यहाँ अघोरी साधुहरू पनि आउँछन्, विशेषतः महाशिवरात्रिमा तन्त्र साधना गर्न। उनीहरू बागमती किनारमा गोप्य अनुष्ठान गर्छन्, जहाँ साधारण भक्तहरूले देख्न पाउँदैनन्। धेरैले मन्दिर परिसरमा अलौकिक ध्वनि वा प्रकाशको अनुभव गरेको बताउँछन्। पशुपतिनाथको भ्रमणका लागि उपयुक्त समय असोजदेखि मङ्सिर वा फागुनदेखि वैशाख हो। महाशिवरात्रिमा यहाँको वातावरण अझ भव्य र आध्यात्मिक बनाइन्छ। कैलाश यात्रापछि धेरै भक्तहरूले पशुपतिनाथलाई आफ्नो तीर्थयात्राको समापन बिन्दु बनाउने गर्छन्। यसरी पशुपतिनाथ मन्दिर र बागमती नदी केवल पूजा स्थल नभई विश्वास, आस्था, रहस्य र मोक्षको सङ्गम हो।
हर हर महादेव।